हेलो साथीहरू, आज चाहिँ साथी नसङ्गी रविना एक्लै रङ्गी चङ्गी। आज चाहिँ मैले के बनाएको छु भने साथीहरू होइन, यो चाहिँ हो मोमो। यो चाहिँ मैले मोमो चाहिँ 3-4 चोटि बनाएर खाइसकेँ होइन, मिठो लाग्छ। आफूले बनाएको कि घरमै। अनि यो चाहिँ हो विङ्स। ल कसरी समातेको भएन क्या। यो चाहिँ मेरो फर्स्ट टाइम ट्राई हो है साथीहरू। कस्तो देखिन्छ ल, यस्तो देखिन्छ। अब चाहिँ म यिनीहरू खान्छु। यहाँ छ विङ्स, यहाँ छ मोमो, अनि यहाँ छ गाजर। खै कस्तो देखेको हो साथी, राम्रै देखिनुहोस्। त्यो लिएर न, यस्तो दुइटा लिएर साथीहरू म चाहिँ खाना ट्राई गर्छु ल। फर्स्टचोटि मोमो ट्राई गरौँ न कस्तो भएको रहेछ। म चाहिँ मोमो चाहिँ यहीसँग चोपेर खान्छु भनेर सस बनाएको थिएँ, तर ल्याइनँ क्या सस चाहिँ। मिठो छ, तर पिरो भएछ क्या। मलाई लाग्छ क्या। ओइसी देशो, ओइसी। मलाई चाहिँ खाना बनाउनु एकदम प्रायः अल्छी लागिरहन्छ कि खाना बनाउनु झ्याला र खाना खाँदिनँ। तर आज चाहिँ मलाई बनाएर खानु मन लाग्यो। मोमो त प्रायः म बनाएर खाइरहेको हुन्छु, तर विङ्स आज मलाई बनाएर खानु मन लाग्यो क्या। पहिला पुरा नेपाल हुँदा बजारमा गएर पसलमा गएर खाने बानी, अनि यहाँ त खाना नपाउँदा त बेला बेला त कस्तो आँखाबाट आँसु आउँछ भने खानु नपाएर क्या। कतिजना त्यस्तो हुन्छ हुँदैन, मलाई त साँच्चै त्यस्तै हुन्छ क्या। मिठो छ। मेरो यहाँ दही पनि छ या साँच्ची। खुट्टा दियो। यो चाहिँ मेरो मै भनौँ न, दहीमा पानी हालेर मै बनाएको क्या। मेरो खुट्टा। वेलकम टु माई मुकबाङ भिडियो। मिठो छ है, म त खान्छु ल। मिठो छ। अब यसलाई त के स्टिकले खानु होइन, त्यही भएर हातले ट्राई गरिदिन्छु ल कस्तो भएछ। कस्तो मिठो, मैले फर्स्ट टाइम बनाएको मिठो भएछ क्या साथीहरू। मिठो लाग्यो साथीहरू मलाई त। तपाईँहरू पनि बनाएर ट्राई गर्नु है, मिठो हुँदो रहेछ। कस्तो मिठो लाग्यो। आफूले बनाएको मिठो त भइहाल्छ नि, नभन्दा साँच्चै मिठो भएको छ क्या। मलाई त केही बोल्नै आएन हो। लाज लाग्यो। मैले यसो मेरो फर्स्ट टाइम भिडियो बनाएको क्या। म जे आउँछ त्यही बोलिदिन्छु। मिठो। तर क्यामेरामा कस्तो नराम्रो देखिरहेको होला नि, तर रियलमा चाहिँ अब क्यामेराको क्वालिटीले नि होला है त्यस्तो उयो भएको। तर मिठो भएको छ, मलाई त कस्तो मिठो मन पर्यो, मिठो लाग्यो। मेरो घरमा कोही पाहुना आयो भने पनि म यही विङ्स बनाइदिन्छु। अब मैले मासु खाना चाहिँ छोडिदिएको, त्यही भएर विङ्स ल्याएर खाएको।
मोमो र विङ चाहिँ हातले खाएपछि अनि ऊ चाहिँ किन स्टिक खाने उसले हातले खान्छ है साथीहरू झन् झरेको साथी न सङ्गी रविना चाहिँ जहिले पनि एक्लै रङ्गी जङ्गी हो क्या साँच्चै भने कस्तो मिठो भयो क्या मैले थाहा छ यस्तो एक्सपेक्ट गरेकै थिएन क्या यस्तो मिठो हुन्छ भनेर मैले ला कस्तो बन्यो होला भनेर भन्दै थिएँ त कस्तो मिठो भयो क्या नेपाली तर हड्डी पनि छोड्दिनँ है म साथीहरू हड्डी राख्ने भाडा चाहिँ ल्याइनु चाहिँ यहीँनिर राखिदिन्छु ल मिठो भएको विदेशमा छु नि त नि कस्तो घरको खानाको याद आउँछ क्या पहिला घरमा मम्मी बाबाले बनाएर दिँदा कति मिठो बनाइदियो नि ह्या यस्तो खाँदिनँ है म त लु मिठो छैन भन्ने मान्छे आज अहिले आएर यहाँ त्यही खाना कस्तो याद आउँछ क्या मिठो नमिठो जस्तो भयो भने बनाएर दिने मान्छे भए अथवा मम्मी बाबाले बनाएर दिएको भए कति मिठो लाग्थ्यो होला जस्तो लाग्छ कि मलाई चाहिँ यहाँ त आफै काममा जाऊ आऊ आफै बनाऊ खाऊ गाह्रो छ अनि पहिलातिर क्या कति विदेश आउन मन लाग्थ्यो अनि विदेश आउन नपाएर रुन्थेँ क्या म के सोच्थेँ भने होइन कहिले भिजा लाग्दा र कहिले विदेश जानु पाउला त्यसपछि त म त नेपालै फर्केर आउँदिनँ थियो म त घरमा पनि आउँदिन्थेँ भने त्यस्तो सोच्थेँ कि अब अनि अहिले यस्तो सोच्छु कि होइन पहिला अब के भन्छ विदेश आउन नपाएर मरि रोएँ है अहिले विदेश आएर रुनु त्यस्तो काम साह्रो गाह्रो त त्यस्तै होइन दुःख त गर्नु परिहाल्छ तर नि चाहिँ अब नेपालमा जस्तो आफ्नो ठाउँ गाउँघरमा जस्तो नहुने क्या अर्काको ठाउँमा गाह्रो छ रविनालाई खाएर म चाहिँ फेरि घरमा हुँदा खासै खानाहरू बनाइदिनु थिएँ क्या मम्मीले बनाउनु हुन्थ्यो सम टाइम बाबाले बनाउनु हुन्थ्यो मैले बनाउँछु तर कहिले काहीँ बनाउँथेँ क्या घरमै भयो भने म चाहिँ खाना बनाइदिन्थेँ क्या फेरि मलाई यो खाना बनाउनु यस्तो अल्छी लाग्छ अच्छा मैले झाङ्गर निकालेर उनीसँग म बनाएर खाइरहेको छु है साथीहरू